ए साउनी साह्रै टेन्सन भयो। यो टेन्सन मेट्ने केही दबाई खाने चिजहरू केही छ भने दिउ न मलाई। ए भइहाल्छ नि दाजु, यो त टेन्सन मेट्नका लागि त यत्रो दोकान खोलेर बसिरहेछु। के चाहियो भन्नु न मलाई। त्यो पठाइदिनु, त्योसँग मिसाएर खाने केही छ भने त्यो पनि पठाइदिनु। हुन्छ दाजु। यत्रो सम्पत्ति भइकन न रूपकी छे, न ढङ्गकी छे, न ढङ्गकी छे, न केही न केही यो के दिनमा चाहिँ यो बिहोरिए छ। कहिले यसबाट मुक्त चाहिँ कहिले पाउने होला हे भगवान्। घर मात्रै जाउँ न, यसलाई जानेको छ मैले। 200 को माल 2000 मा बेचियो आज, जेसुकै होस्। यो बजियाले त कति बुढीलाई दुःख दिएको छ कि यस्ताको चाहिँ हो क्या खानुपर्ने चाहिँ। यसलाई त नि आज कस्तो भाग्य लेखिदेऊ दैव। बाबा आमाले पनि तालाखैमा छोडेर जाने, अर्काकै घरमा काम गरेर आधी जिन्दगी गयो। कि माथि बाउ समानको उमेरको मान्छेसँग जोडी लाग्नु भयो। जहिले जहिले जाडै खाने मात्र पुग्छ, मेरो लागि केही नपुग्ने भयो। हे भगवान्, कहिलेसम्म लेखेको छ मेरो जिन्दगी। यस्तो भोक लागेको छैन। अब यसका भात पकाएको रहेछ भने एउटा लाग्दा करम भातलाई फेरि जानेको छैन मैले। भात ल्याएँ, कस्तो भोक लागेको थिएँ। भात ल्याएँ। छनौला लडेर पनि मर्नु बरु। भागेर दाउरा लिएर आउँदैछु म जङ्गलबाट। भात के को पकाउनु, तिमीलाई दिनभरि जाँड खाना पुग्छ। चामल किन्ने पैसा 1 पैसा दिने होइन। लडाई अझै पुगेको छैन। दिनभरि घरमा बसेको छ, भात पकाएको छैन। भोक लागेको कस्तो गरेको छ आफूलाई। खाएँ भने खाएँ, मेरै सम्पत्ति खाएँ। तेरो खाना छ र मैले फेरि त जीवन सुनिदियो। त्यहाँ के को हल्ला खल्ला छ भने त त्यही सुनिरहेको छु। जहिले झगडा हुन्छ हो, यहाँ दिनै पछि झगडा हुन्छ अरे भनेको सुन्छु। रक्सी खान्छ अरे नि त यो घरको दाइले। जाउँ त के रहेछ एकछिन हेरौँ त गएर। के अरे भात दिने छ अरे, भात पकाउँदैन छ। मेरै सम्पत्तिमा बस्नु छ, भात त पकाइ मेरै सम्पत्तिमा रजाइ समयमा त्यतिकै पुगेको छ मैले। त्यो पुरो बुझेर मात्रै गराएर गाली गर्ने गर न। यो मान्छेलाई ठिक लाउनुपर्छ बहिनी। हामी अस्तिदेखि विचार गरिरहेको छौँ यहाँ गाउँका। गाउँ विचार गरेर फेरि दिने एका जोडा। यो घर परिवार त असमस पार्ने मान्छे गाउँमा यस्तो मान्छे राख्ने। हामी टेन्सन नगर्नु। यस्ता रक्सिया भयो भने गाउँ छर छिमेकमा हाम्रो छोराछोरीले के सन्देश सिक्छन्?